गुड मर्निङ एभ्रिवान। आज चाहिँ म तपाईहरुलाई मेरो छोरालाई बिहान के खुवाउँछु भन्ने ध्यान गइरहेको छु। आज चाहिँ म उसलाई बनाना प्यानकेक बनाएर दिनु गइरहेको छु। त्यसको लागि आई निड 1 egg, 1 banana, अनि म चाहिँ ओट्सको पाउडर बनाएर चलाउँछु। त्यो अ कप अफ मिल्क अनि अ बटर। सो मैले चाहिँ यहाँ एग, एउटा बनाना अनि दूध र अब यो घिउ चाहिँ घरमै बनाएको घिउ हो, त्यो म यो लाउँछु अनि यसलाई ब्लेन्ड गरिदिन्छु। ब्लेन्ड गरिसकेपछि चाहिँ यतिको पातलो हुन्छ। अब यसमा चाहिँ म यो ओट्सको पाउडर जुन यो मिक्स गरेर यसलाई एउटा ब्याटर बनाउँछु। अब म यसमा यो ओट्सको पाउडर हाल्छु अनि अल मिक्सिङ। That's my son in the background. I'll keep mixing it. यो सबै लम्प्सहरु डल्लाहरु फुट्ने गरिन्जेल म यसलाई मिक्स गर्छु। ब्याटर इज रेडी। यतिको ठिक छ। अब म यहाँ प्यान तताउँछु। प्यानलाई मिडियम हिटमा राख्छु है। यसमा थोरै घी हालेर म मेरो प्यानकेक बनाउन थाल्छु। गरेपछि म यसरी छोप्छु यसलाई। अनि जब यहाँ बबल्स त्यसरी आउन थाल्छ त्यसपछि म यसलाई पल्टाउँछु। यतिको हुन थालेपछि म यसलाई पल्टाइदिन्छु। एज यु क्यान सी कस्तो मजाले गोल्डन ब्राउन भएर आएको छ। यसलाई चाहिँ म फेरि नेक्स्ट साइड मजाले पाक्न दिन्छु। मेरो चाहिँ अर्कोपट्टि पनि यस्तो राम्रो भएर गोल्डन ब्राउन भएको छ। अब यसलाई चाहिँ निकालिदिन्छु है त। सो हियर्स माई प्यानकेक। अब अर्को हाल्छु है त। यसरी नै हो बनाउने। यो चाहिँ प्योर हनी हो, छानेको छैन है। यो चाहिँ मैले फ्रिजमा राखेको हुनाले जम्मेको छ। म यसलाई योमा स्ट्रेन गरेर थोरै माथिबाट टप गरिदिन्छु हनी ग्लेज। यसरी हल्का हनी ग्लेज गरेपछि चाहिँ उसले मजाले खान्छ। यता अर्को बनिसकेको छ मेरो प्यानकेक। अब यो चाहिँ मेरो छोराले यहाँ बसेर खान्छ। के भन्नुपर्छ? यता हेरेर भन्नुस्। थ्याङ्क यू। यु वेलकम। How is it? Yummy. Yummy. Okay. Enjoy your breakfast. फ्रुट्समा चाहिँ मैले ग्रेप्स र पोमोग्रेनेट हालेको छु। and 2 pancakes. यति बेलालाई ब्रेकफास्ट राम्ररी हुन्छ। मेरो छोराले चाहिँ यति छोड्यो, अरु सबै खायो उसले। अब फ्रुटको पाली। सो मेरो दिन चाहिँ यसरी स्टार्ट हुन्छ। See you next time.